हेलो साथीहरू, आज पनि म हजुरहरूको लागि एउटा नयाँ राम्रो प्रस्तुति लिएर आएको छु। हेर्नु होला ध्यान दिएर। आज चाहिँ म हजुरहरूको लागि यहाँ मैले ढुङ्गा ल्याएको छु। केही ढुङ्गा यता दुईटा राखेको छु, यसमा दुईटा राखेको छु, यसमा दुईटा राखेको छु, यता दुईटा, यता दुईटा, यता दुईटा है साथीहरू। यो ढुङ्गा जताबाट गर्ने नि 6 छ है, 6 वटा छ। 2 4 6 2 4 6। अब म हजुरहरूलाई के देखाउन गइरहेको छु भने यो भिडियोमा यसबाट म एउटा ढुङ्गा झिकिदिन्छु है साथीहरू। यो एउटा ढुङ्गा झिकिदिन्छु। अब यसो सोच्नुस् साथीहरू, म हजुरहरूलाई यो ढुङ्गा जताबाट गन्दा नि 6 बनाउनु पर्यो साथीहरू है। हजुरहरू सक्नुहुन्छ भने यसो विचार गर्नु त सक्नुहुन्छ। जताबाट गन्दा नि 6, 2 यताबाट गन्दा नि 2 4 6 भयो, यताबाट 2 4 5 भयो साथीहरू। अब यसलाई जताबाट गन्दा नि 6 बनाउनु पर्यो है। हजुरहरू सक्नुहुन्छ? सक्नुहुन्न भने म हजुरहरूलाई देखाउँछु। भिडियोलाई लाइक कमेन्ट सेयर गर्दै गर्नुहोस् है। ल हेर्नुहोस् है, जताबाट गन्दा नि 6 हुनु पर्यो साथीहरू। ल हेर्नुहोस् है कसरी हुन्छ 6। एउटा ढुङ्गालाई यहाँ टक्क झिकेर बिचमा हालिदिनुहोस् है। बिचमा हालिदिएछ है साथीहरू। अब यहाँ कतिवटा भयो? 3 भयो, यो 2 5 भयो, यो 6 भयो, 1 6 भयो। अब यहाँ 3 भयो, यो 2 भयो, 5 भयो। अब यो 1 6। ल हेर्नुहोस् साथी, जताबाट गन्दा नि 6 भयो कि भएन? भिडियो मन पर्यो लाइक कमेन्ट सेयर गर्नुहोस् है साथीहरू।